नमस्ते सबैजनालाई मेरो दिल्ली भ्लगमा स्वागत गर्न चाहन्छु। म छु पूर्वी अफ्रिका सिसेल्समा। यहाँ चाहिँ समुद्र किनारमा छ। आज चाहिँ तपाईहरुलाई नयाँ भिडियोहरु देखाउने कोसिस गर्नेछु हैन। प्राय जस्तो यहाँ फरेनरहरु थुप्रै मान्छेहरु यहाँ आउँछन् घुम्नको लागि अनि सबै समुद्र किनारमा सुत्छन्। यहाँ घाम पौडी खेल्दै घाममा सुत्दै पौडी खेल्दै घाममा सुत्दै गर्छन्। अनि कसको स्वास्नी कोली उठाएर ल्याएको हो कि अनि को के हो पुरा यहाँको समुद्रको चर्तिकलाहरु देखाउने छु तपाईहरुलाई हैन। धेरै मान्छेहरु यो ठाउँमा घुम्न आउँछन्, विभिन्न चर्तिकलाहरु देखाउँछन् यो ठाउँमा हैन। अनि तपाईहरुलाई भिडियोमा देखाउने छु है। लेट्स गो। पुरा समुद्र किनारमा बसिरहेको छु अनि घाम पनि एकदम लागिरहेछ। पुरा उता देख्न सकिरहेको छैन घाममा। अनि आज चाहिँ तपाईहरुलाई मैले यहाँको वरपरको दृश्य चाहिँ मैले देखाउने कोसिस गरिरहेको छु हैन। एकदम रमाइलो छ। धेरैजना चाहिँ यो ठाउँमा चाहिँ विदेशबाट चाहिँ इन्जोय गर्न आउँछन्। युरोप अमेरिका त्यताबाट चाहिँ टुरिस्टहरु आएर यहाँ ठाउँमा चाहिँ समुद्र किनारमा बस्ने गर्दछन्। अनि पुरा यस्तै छ ठाउँ हैन। जस रमाइलो छ पूर्वी अफ्रिका सिसेल्स। म तपाईहरुलाई यहाँ भिडियो देखाउने कोसिस गरिरहेको छु। म चाहिँ पुरा समुद्रको किनारमा छु अनि यहाँ चाहिँ पार्किङ छ। यहाँ पछाडिपट्टि चाहिँ तपाईहरुलाई घामले तल्केर केही देख्नै पाएको छैन यार। ल सबै लुगा सुकाइरहेको छ यहाँनिर। ल यहाँनिर बसेका छन् सबजना अनि म चाहिँ यहाँ चाहिँ कुनाबाट गइरहेको छु। शीतलबाट पुरा घाम छ। सबजना यहाँ सुत्छन् समुद्रमा। यस्तै छ। सबजना बसिरहेछन् समुद्र किनारमा। तल घामले गर्दाखेरि हिँड्नै सकेन, त्यही भएर गाडी हिँडिरहेको छु म चाहिँ। ल यस्तो छ पुरा। उता यहाँ बस्छ प्राय जस्तो चाहिँ। यो चाहिँ हामीसँग काम गर्छ अनि ड्युटी छुटेर आयो। How are you? Patsike, duty finish? Yeah, what finished? Generators not working. Tells you already gone is there. Yeah. Generators not working. I was in laundry, my side, small machine. Today, who working in laundry? You? My generators not good at the laundry. Okay, no problem. Tomorrow, Ramir coming, he will do it. Say, samudra kinara pura यस्तो छ। अनि त्यो मोती चाहिँ हामीसँग काम गर्छ क्या उता सँगै। अनि अहिले चाहिँ ड्युटी छुटेर जान लाग्यो यो मोती चाहिँ। हामीसँगै काम गर्ने हाम्रो होटलमा। अनि उनीहरूको चाहिँ ड्युटी छुट्ने बेला भयो। मेरो पनि यही बेला छुट्टी हुन्थ्यो तर आज चाहिँ मेरो बिदा भएकोले गर्दाखेरि चाहिँ म बाहिरै छु। ए सबैजना पौडी खेल्न गइसके त्यहाँनिर। यस्तो छ। म चाहिँ जङ्गल सानो गोरेटो बाटो छ त्यहाँबाट गइरहेको छु गाइस।